श्रोतालोकन सुप्रभात नमस्कार। रेडियो सरगम संवाद कार्यक्रम के प्रस्तोता हम जीवछ उदासी संपूर्ण टीम के साथ उपस्थित भ चुकल छी अपने सभक सेवा में। रेडियो सरगम संवाद जन जन के आवाज, समाजक विकास, समस्या के निकास हेतु एक कार्यक्रम के उत्पादन करैत आबि रहल छी। एक कार्यक्रम के माध्यम से उठल समाजक बात सब पर जिज्ञासा राख क समाधान हेतु एक कार्यक्रम के उत्पादन करै छी। रेडियो सरगम संवाद में हरेक क्षेत्र के व्यक्तित्व सबके बुलाबै छी, गंथन मंथन चिंतन करै छी। हमरा सबके आशा अछि, विश्वास अछि जे एक कार्यक्रम के माध्यम से समाज में उठल गेल बहुत रास जिज्ञासा सबके हम सब समाधान केलहुं। या जत द्वंद्व रहे ओई द्वंद्व के समाधान करऽ के लेल हमरा सबके प्रयास भेल अछि। ई रेडियो स्थापना काल से परिवर्तन के पक्ष में, सामाजिक समृद्धि के पक्ष में सदा हम सब समर्पित रह क एक कार्यक्रम के जनता के आवाज बनौने छी। आजुक कार्यक्रम में अपन महत्वपूर्ण समय उपलब्ध करौने छथि नेपाली कांग्रेस सिराहा के सचिव, युवा नेता, प्रखर वक्ता शैलेंद्र कुमार यादव जी के, जे फागुन 21 गते निर्वाचन घोषणा छै। दल सब में उम्मीदवार के सिफारिश के सुगबुगाहट टेटा ने सक्रियता बढ़ चुकल छै। नेपाली कांग्रेस के महाधिवेशनों के मिति तोकल छै। तो पार्टी के नेतृत्व आ उम्मीदवार के सिफारिश ई दूटा विषय पर नेता सब दिन रात गृह कार्य में व्यस्त छै। ई परिवर्तित अवस्था में निर्वाचन भ रहल छै। तै दुआरे सिराहा जिला में उत्पन्न परिस्थिति में नेपाली कांग्रेस की कर रहल छै, ए विषय पर उम्मीदवार सबके सिफारिश होय चाहे महाधिवेशन प्रतिनिधि सबके चयन होय, एमे नेपाली कांग्रेस के मापदंड नीति की छै, बहुत रास बात सब आइ हुनका संगे जिज्ञासा के प्रश्न सब, सवाल सब बनते। और रेडियो सरगम संवाद कार्यक्रम अपने सब सुन क अपने सब एक कार्यक्रम के जीवछ उदासी फेसबुक से लाइव सेहो छै। तो लाइव में जे अहाँ सब प्रश्न करबै तेकरा हम जे है से नहीं देख सकै छी, क्या तो लाइव जे है से ठीक ऑपोजिट साइड से जैसे कैमरा ऑन छै। और दोसर बात अपने सबसे हम हरेक दिन यदि कार्यक्रम होइ छै तो शुक्र दिन के हम ओकरा राखै छी फेसबुक में। अहाँ सबसे आग्रह करै छी हम जे कोनो कमेंट हुआ, कोनो जिज्ञासा हुआ तो कमेंट बॉक्स में राखैत करू, जकरा हम कार्यक्रम सुनै से पहले देख क अहाँ सबक जिज्ञासा के हम सोहो पूरा करब, सो अपने सबसे हम आगाह करते आबि रहल छी। तो आजुक के कार्यक्रम के नेपाली भाषा में संचालन करब सोहो अपने सबसे अनुमति मांगे छी आ कार्यक्रम के दिशा आगाड़ी बढ़ै छी। तो आज कार्यक्रम में हमरा टेक्निकल रूम से बहुत एक्सपर्ट टेक्नीशियन के रूप में सियाराम भाई और एक कार्यक्रम के व्यवस्थापक निर्देशक रेडियो के संचालक फिरोज शेख जी, सदा एक कार्यक्रम के एकदम अपने से निर्देशन और व्यवस्थापन में बहुत हुनकर भूमिका है और अपने सबके माया ममता है। तो चलिए हम आप कार्यक्रम के आगाड़ी बढ़ावा जा रहल छी। शैलेंद्र जी, तपाईलाई पटक पटक हामी समसामयिक विषयहरूमा छलफल गराउनको लागि रेडियोमा बोलाउने गरेका छौं र आज तपाईलाई बोलाउनुको प्रमुख उद्देश्य यो जुन आसन निर्वाचन घोषणा भएको छ र महाधिवेशन पनि नेपाली कांग्रेसको तोकिएको छ, यो सन्दर्भमा बढी केन्द्रित रहँदै अरु समसामयिक सवालहरू तपाईसँग गर्ने नै छौं। सबभन्दा पहिले तपाईलाई कार्यक्रममा हार्दिक स्वागत छ। धन्यवाद। हाम्रो
वरिष्ठ पत्रकार जीवसजी, साथै रेडियो सरगम परिवार, यसका सञ्चालक फिरोज शेख, प्राविधिक तर्फ सियाराम भाइजी, रेडियो सरगम 93 मेगा हर्जमा जुन मलाई पटक पटक मौका दिनुभएको छ समसामयिक विषयमा आफ्ना विचार कुराहरू राख्न, त्यसको लागि सम्पूर्ण टिमलाई धन्यवाद। ल, सबभन्दा पहिलो जिज्ञासा तपाईसँग, कांग्रेस जेनजी आन्दोलनपछि कहाँ छ, के गरिरहेको छ? म जिज्ञासा एकदम छोटो प्रश्न तर धेरै जिज्ञासाहरू समेट्ने प्रश्न राखे। धन्यवाद। वास्तवमा जीवसजी, कसैले नचिताएको आन्दोलन नेपालमा हुन गयो। हाम्रो यसै धरतीमा सिराजी लागे धरतीबाट जन्मेका एकजना नेता जो अहिले हामी माझ हुनुहुन्न, स्वर्गीय प्रदीप गिरी, उहाँको सामाजिक सञ्जालहरूमा हामी हेर्न सक्छौँ। धेरै अगाडि उहाँले भन्नुभएको थियो कि यो मुलुकमा जेनजी पुस्ताले नेतृत्व गर्छ, युवा पुस्ताले नेतृत्व गर्छ। त्यति बेला यो कुरा भन्दा धेरैलाई आश्चर्य लाग्या होला, के भन्दै हुनुहुन्छ उहाँ जस्तो मानिस। तर उहाँको शरीर आज रहे पनि उहाँको विचारले सार्थकता पायो र मुलुकमा भएका तमाम समस्यालाई समाधान नभएको कारण एउटा जेनजी विद्रोह भयो र नेपाली कांग्रेस कहाँ छ र के गरिरहेको छ भन्ने सवालमा नेपाली कांग्रेसको अब आसन्न राष्ट्रिय महाधिवेशन, केन्द्रीय महाधिवेशनको सवालमा क्रियाशील वितरणको प्रक्रियाहरू सुरु भइसकेको छ। त्यस क्रममा पार्टीको स्पष्ट सर्कुलर छ, यो जेनजी पुस्तालाई प्रत्येक वडामा समेट्नुपर्छ र उहाँहरूलाई पार्टीप्रति आकर्षण गर्नुपर्छ। साथै आउने प्रतिनिधि सभाको निर्वाचनहरूमा पनि जेनजी पुस्ताको प्रतिनिधित्व र मागहरूको सवालमा नेपाली कांग्रेस संवेदनशील छ। तपाईले भन्नुभयो यो जेनजी पछिको आन्दोलनको उभारलाई ध्यानमा राखेर नेपाली कांग्रेसले वडा स्तरमै जेनजी प्रतिनिधिहरूलाई समावेश गराउने, ल यो सकारात्मक कुरा छ। हुन त यो प्रश्न म नेकपा एमालेको नेतालाई जुन दिन बोलाउँछु उहाँसँग त म गहिरो गरी नै राख्छु। तर नेकपा एमाले पनि यो देशको एउटा प्रमुख पार्टी हो, प्रमुख शक्ति हो, त्यसको महाधिवेशन सकिएको छ र त्यो महाधिवेशनमा जुन पुस्तान्तरण, रूपान्तरण, हस्तान्तरणको जुन कुराहरू जेनजी आन्दोलनबाट उठेको थियो, त्यो कुरालाई सम्बोधन नभएको कुराहरू पनि आइरहेको छ। दृश्यले, घटनाक्रमले देखाइसकेको छ। अब नेपाली कांग्रेसको पनि महाधिवेशन हुन्छ र त्यो महाधिवेशन पनि एमालेकै शैलीमा भयो भने त्यसपछिको अवस्था के हुनेछ, त्यो बारेमा के सोचिराख्नु भएको छ? वास्तवमा त्यो आन्दोलनपछि मुलुकको राष्ट्रिय पार्टी एमाले भर्खरै महाधिवेशन सम्पन्न गरिसकेको कुरा सबैमा अवगत नै छ। तर जेनजी पुस्ताको भावना र माग अनुरूप त्यो पार्टीमा जसरी नयाँ पिढीको वा नयाँ पुस्ताको प्रतिनिधित्व वा जिम्मेवारी हुनु पर्थ्यो, त्यो वास्तवमा नभएकै लाग्छ। त्यो हुनु पर्थ्यो। एकदमै न्यून 300 जनाको केन्द्रीय कार्य समितिमा एकदमै न्यून, मलाई लाग्छ 10 जना 15 जना भित्र त्यो समेटिएको मात्र छ। अब रह्यो कांग्रेसको पनि महाधिवेशनमा यही हुन्छ कि एमालेको कारणले गर्दा कांग्रेसमाथि यो प्रश्न उठ्नु र उठाइनु स्वाभाविक हो। तर नेपाली कांग्रेसका सभापति सर्दै शेरबहादुर देउवाज्यूले अरू पार्टी जस्तो र कांग्रेसको विधान पनि अरू दल जस्तो छैन। कांग्रेसको विधानमा 2 पटक भन्दा बढी कुनै तहको सभापति निरन्तरता नपाउने व्यवस्था छ, जुन आजको दिनसम्म पूरा गर्दा संशोधन भएको पनि छैन र आशा छ संशोधन हुँदैन पनि। नेकपा एमाले त्यो कुरालाई परिमार्जन गर्यो। त्यसकारण र हाम्रो सभापतिज्यू बाहिर उपचार गर्न गइसकेपछि उपसभापतिलाई कार्यवाहक दिनुभएको छ। त्यस उपरान्त आजको दिनसम्म उहाँले नै पार्टीलाई चलाइरहनु भएको छ र त्यो भन्दा मुनिका उपसभापति, महामन्त्री द्वय लगायतका साथीहरू
नेपाली कांग्रेसको सभापतिको प्रत्याशीको रूपमा अगाडि आइरहेको छ। त्यसैले मलाई लाग्छ नेपाली कांग्रेस र अन्य दलमा निकै अन्तर छ नेतृत्वको कुरा। शैलेन्द्रजी, अब नेपाली कांग्रेसको महाधिवेशनलाई एकदम देशले निहालिरहेको छ। यो नेतृत्व परिवर्तन हुन्छ कि देउबाजी किनभने मौन बस्नु भएको छ। यो जेनजी आन्दोलनपछि देउबाजीको शेरबहादुर देउबाको जसरी कुनै अभिव्यक्तिहरू आउनु पर्थ्यो, ओलीजीको अभिव्यक्तिहरू आइरहेको थियो। उहाँले एउटा प्रतीकात्मक रूपमा आफ्नो कुराहरू राखिराख्नु भएको थियो। तर नेपाली कांग्रेस एकदम मौन व्रत बसेको जस्तो छ। कुनै कुरा बोलिराख्नु भएको छैन। नबोल्दाखेरि कांग्रेसले के गर्न खोजेको हो आम जनताको चासो र हुनु स्वाभाविक हो। अनि यो अर्थमा अब हुने सभापति शेरबहादुर देउबाजीकै रिमोटबाट कोही बन्ने हो कि युवा पुस्ता यो जेनजी आन्दोलनको विद्रोहमा टेकेर नेपाली कांग्रेसमा वाते अगाडि आउने हो? निश्चय नै धन्यवाद जीवजी। वास्तवमा कांग्रेसको महाधिवेशनलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा हेरिरहेको छ र त्यो कुरामा नेपाली कांग्रेस खरो रूपमा उत्रिनेछ। सभापतिजीले केन्द्रीय कार्य समितिको बैठकमा भन्नुभएको कुरा सबैलाई जानकारी नै छ। समयभित्र सम्पन्न गर्न भनेर उहाँले भनेर कार्यभार दिएर बाहिर जानुभएको थियो। तर त्यो कुरा उहाँ फर्केर आउन्जेलसम्म पनि टुङ्गिएन। यो अलि दुःख लाग्दो कुरा हो। वास्तवमा जति चाँडो त्यो कुरा टुङ्गिन्थ्यो महाधिवेशनको प्रक्रिया त्यति अगाडि जान्थ्यो। र सभापति मौन पक्कै हुनुहुन्न। उहाँ नेपाली कांग्रेसको नेतृत्व चाँडो भन्दा चाँडो विभिन्न भेटघाटमा विभिन्न नेता कार्यकर्तालाई उहाँको एउटै उद्देश्य छ, नेपाली कांग्रेसको राष्ट्रिय महाधिवेशन चाँडो भन्दा चाँडो गरेर कार्यकर्ताको भावना, कार्यकर्तामा पकड भएको नेताले नेतृत्व गर्नु भन्ने कुरा। अर्को कुरा, तपाईले भन्नुभएको सभापतिजीले शेरबहादुर देउबाज्यूले रिमोटबाट चल्ने सभापति पक्कै बनाउनुहुन्न। नेपाली कांग्रेस एउटा लोकतान्त्रिक खुला लोकतान्त्रिक पार्टी हो। यो पार्टीमा शेरबहादुर देउबासित उठेकै कारण शेखर कोइरालाले कुनै पीडा भोग्नु परेन। शेरबहादुर देउबासित उठेकै कारण वर्तमान महामहिम राष्ट्रपति रामचन्द्र पौडेलजीले पनि कुनै दबाव वा थिचोमिचो सहनु परेन। उहाँलाई आज शेरबहादुर देउबाजीले आफूभन्दा पनि माथि राष्ट्रपतिको रूपमा पार्टीले निर्णय गरेर पुर्याएको छ। र आगामी दिनमा पनि नेपाली कांग्रेसको सभापति देश र जनताले इच्छा गरेको, चाहेको र पार्टी कार्यकर्ताले रुचाएको डाइनामिक व्यक्तित्व बन्नुहुन्छ भन्ने मलाई विश्वास लाग्यो। अनि सभापतिमा कोइराला, शेखर कोइरालाजी कि गगन थापा, विश्व प्रकाश शर्मा को अगाडि सर्दै हुनुहुन्छ? निश्चय नै अहिले चर्चामा शेखर कोइराला र युवा चर्चित नेता गगन थापा हुनुहुन्छ। भर्खरै हामीले महाधिवेशन सम्पन्न गर्न भनेर विशेष महाधिवेशनको हस्ताक्षर अभियान पनि राष्ट्रिय रूपमा भयो। त्यसमा करिब 55% साथीहरूले सही गर्नुभयो। त्यो भनेको नियमित महाधिवेशन समयमै होस् भन्ने दबावको लागि। र रह्यो अब शेखर कोइराला र गगन थापाका कुरा, वास्तवमा म एउटा युवा भएको नाताले भन्न चाहन्छु, यी दुईजनामा अहिले गगन थापा नै वर्तमान समय सान्दर्भिक जेनजी आन्दोलनपछि उपयुक्त पात्र हुनुहुन्छ। तर सकभर सहमति सर्वसम्मतिले नै नेतृत्व छान्दा राम्रो, तर त्यो सम्भावना अलि कम भएको म महसुस गर्छु। नेपाली कांग्रेस भित्र त सर्वसम्मतिले सभापति छानिला भन्ने कसैलाई पनि विश्वास लाग्दैन। किनभने त्यो पार्टीले निर्वाचनको पद्धति धेरै पहिलेदेखि नै बसालिसकेको छ। अनि अब शैलेन्द्रजी, म जिल्लातिर केन्द्रित हुन चाहन्छु। सिराहा जिल्लाको नेपाली कांग्रेसको इतिहासलाई हेर्ने हो भने 2046 सालको प्रजातान्त्रिक आन्दोलनपछि जब 48 सालमा निर्वाचन भयो, नेपाली कांग्रेस 4वटा निर्वाचन क्षेत्र जितेको जिल्ला, एउटा 5 नम्बर क्षेत्र त्यति बेला विष्णुबहादुर वाइवाले जित्नुभयो। अरू क्षेत्रमा नेपाली कांग्रेस जितेको मलाई स्मरण छ। अनि त्यसपछिको निर्वाचनहरूमा नेपाली कांग्रेस ओह्रालो लाग्दै गयो। अनि नेपाली कांग्रेस सिराहा जिल्लामा कमजोर हुनुको कारण, तपाईहरु त दाबी गर्नुहुन्छ कमजोर, हामी कमजोर छैनौं, तर स्थानीय निर्वाचनहरू, विभिन्न निर्वाचनहरूले
विगतलाई तुलना गर्दा तपाईहरूको अवस्था ओह्रालो लाग्दो अवस्थामा छ। यो कुरालाई, यो क्षतिलाई पूर्ति गर्न तपाईहरूसँग के राजनीतिक, सैद्धान्तिक के हतियार के छ? निश्चय नै बहुदल प्राप्ति पश्चात 2046 सालपछि भएको पहिलो आम निर्वाचनमा 2048 सालमा नेपाली कांग्रेस निर्वाचन रुखछापबाट 3 जना विजयी हुनुभएको थियो। 1 नम्बर, 2 नम्बर र 3 नम्बर, जम्मा 5 निर्वाचन क्षेत्र तत्कालीन समयमा थियो। पछि स्वतन्त्रबाट जितेका राजदेव गोयल उहाँ पनि कांग्रेस निर्वाचन पछि कांग्रेस प्रवेश गर्नु। त्यसैले म 4 जना भने 2051 मा 4 वटा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस विजयी भयो। 56 मा 1 वटा क्षेत्र चित्रलेखा यादव मात्र विजयी हुनुभयो। त्यसपछिको ताजै होला साथीहरूलाई। अब आउने निर्वाचनमा नेपाली कांग्रेसले वास्तवमा जनता र यो जिल्लाले जुन खोजेको हो त्यो सबै काम हामीले पूरा गर्न नसकेकै कारण भएको विभिन्न निर्वाचनमा जनताले हामीलाई बारम्बार दण्डित गरिसकेको छ। साथै अब युवा पुस्ताका म जस्ता, म भन्दा कनिष्ठ युवाहरू धेरै यो जिल्लाको नेतृत्वको दौडमा आकांक्षी भएर अहिले सशक्त रूपमा अगाडि आएका छन्। निश्चय नै मलाई लाग्छ नेपाली कांग्रेसले यो प्रतिनिधि सभाको टिकट वितरण गर्दै गर्दा युवाको भावना, जेनजीको भावनालाई पनि सम्टेर जिल्लामा पुरानाका साथसाथै नयाँलाई पनि अवसर प्रदान गर्नेछ र त्यो गराउन हामी पहल गर्नेछु भन्ने भन्न चाहन्छु। अनि यो क्षतिलाई तपाईहरूले अब पुरानोबाट नयाँ पुस्तामा सारेर गर्ने तपाईहरूको योजना छ। शैलेन्द्र यादवजी, तपाईँ सचिव रहिसक्नुभयो र हामीले त के लागेको छ भने तपाईँ युवा अवस्थामा नेपाली कांग्रेसको सचिव हुनु भनेको एक किसिमको प्रगति नै हो। जसरी नेपाली कांग्रेसभित्र नेतृत्वको लागि तछार मछार, संघर्ष र प्रतिस्पर्धा हुन्छ, तपाईँ सचिव हुनु भनेको सचिवको कार्यकाल सम्पन्न गर्नुभयो, एउटा प्रगति नै हो। अब यो परिवर्तित अवस्थामा नेपाली कांग्रेसको अब जिल्ला अधिवेशन हुन्छ, पुसभन्दा अगाडि नै हुनुपर्ने हो कि पुससम्म हुन्छ, अब के छ तपाईहरूको मिति? तपाईँ यसपालि सभापतिको उम्मेदवार हो के भन्नुहुन्छ? धेरैको चासो छ यो प्रश्नमा। निश्चय नै नेपाली कांग्रेसले अहिले सार्वजनिक गरेको निर्वाचन, पार्टीको निर्वाचन कार्यतालिका अनुसार 16 गतेदेखि वडा तहको अधिवेशन सुरु भएर 26, 27, 28 पुसकै यही पुसको केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका छ र त्यही बीचमा विभिन्न नगर क्षेत्र जिल्लाको छ। अब रह्यो वास्तवमा जिल्ला सचिवमा यहाँको नेपाली कांग्रेसका तमाम कार्यकर्ताले हामीलाई रुचाएर हामीले गरेको सेवालाई मेवाको रूपमा पुरस्कृत गर्नुभएको छ। ती तमाम हातहरूलाई, ती तमाम अनेक सहयोगीहरूलाई म आज पनि धन्यवाद दिँदै अब रह्यो कुरा आउने नेपाली कांग्रेसको 15औं महाधिवेशनबाट सिराहा जिल्लाको अधिवेशनको सभापतिको सवाल। निश्चय नै कसैको कुनै लक्ष्य हुन्छ, मेरो पनि उद्देश्य आगामी दिन वर्तमान हाम्रो सभापति संविधान सभा सदस्य रामचन्द्र यादवज्यू 3 पटक प्रत्याशी उम्मेदवार हुनुभयो र 2 पटक उहाँ सभापति भइसक्नु भएको छ। अब विधानले उहाँलाई उम्मेदवार बन्न दिँदैन। त्यसकारण मेरो इच्छा भनेको नेपाली कांग्रेसलाई पहिले भन्दा आमूल रूपमा 164 वडा मध्ये अधिकांश वडामा नेपाली कांग्रेसलाई पार्टीको लागि मात्र नभएर आम जनताको पार्टीको रूपमा स्थापित गर्न म विभिन्न साथीहरूसित अहिले छलफलकै चरणमा छु र मेरो इच्छा भनेको 15औं महाधिवेशनमा नेपाली कांग्रेस सिराहाको जिल्ला सभापतिको उम्मेदवार बन्ने। शैलेन्द्रजी, तपाईँ छलफलमा हुनुहुन्छ, तर छलफलले नेपाली कांग्रेसमा सभापति पाउँछ? एउटा उम्मेदवार हुनै पर्छ, एउटा आफ्नो टिम बनाउनै पर्छ, अनि त्यो तयारी तपाईको के छ? तयारीको सवालमा म जिल्लाको अनेक कार्यक्रमहरूमा गइरहेको छु। जिल्लाका वडाका साथीहरूसित, नेताहरूसित छलफल संवादमा रहेको छु। अहिले क्रियाशीलको कामहरू पनि चलिरहेको छ। मैले प्राय जसो नेता कार्यकर्ता साथीहरूले र हाम्रो पार्टी भन्दा बाहिरका पनि साथीहरूले मलाई तपाईँ अगाडि बढ्नुस्, तपाईलाई हामी हर किसिमले सहयोग र साथ दिन्छु। नेताहरूबाट पनि, वर्तमान सभापतिज्यूबाट पनि मलाई अगाडि बढ्ने प्रेरणा रहेको छ। त्यसकारण मलाई विश्वास छ 15औं जिल्ला अधिवेशनबाट सबैको साथ र सहयोग लिएर सभापतिमा म विजय हुने छु भन्ने विश्वास। फेरि यसमा एउटा जिज्ञासा थापे,
तपाईँ छलफल संवाद सहमति सहकार्यबाट पनि आउन चाहनुहुन्छ र त्यो प्रक्रिया लागू भएन, त्यसमा गएन, निर्वाचनकै अवस्था आयो भने तपाईँ निर्वाचन लड्ने मुडमा हुनुहुन्छ कि हुनुहुन्न? निश्चय नै जीवजी, जब म उम्मेदवार भइसकेपछि निर्वाचन लड्नु नै पर्छ र कार्यकर्ता साथीको पनि मेरो प्रति त्यही रुझान छ। त्यसैले 15औं जिल्ला अधिवेशनमा जिल्ला सभापतिमा मेरो उम्मेदवारी रहनेछ। शैलेन्द्रजी, एउटा कुरा हामीलाई के लागेको छ, हामीलाई होइन देशैलाई समाजैलाई सबैले लागेको छ, जेनजी पुस्ता आयो। जेनजी पुस्ता आउनु भनेको 99 र 100% जेनजी होइन। जेनजीहरूलाई पनि संरक्षण गर्ने, उनीहरूको कुरालाई पनि मनन गर्ने नेतृत्व पुरानो पुस्ताबाट पनि आउनुपर्छ र पुरानो पुस्ताको विरासतलाई पनि बिर्सिनु हुँदैन भने पनि एउटा न्यायिक ढङ्गले सोच्ने अवस्था छ। नेपाली कांग्रेस भित्र एउटा तपाईहरुले पनि हेर्नुभयो, पत्रकार सम्मेलन भयो, लानमा पत्रकार सम्मेलन भयो। त्यो पत्रकार सम्मेलनमा नेपाली कांग्रेस क्षेत्र नम्बर ख प्रदेशका सभापति धर्मदेव यादव, सचिव शरणदेव यादव, श्याम सुन्दर यादव, महाधिवेशन प्रतिनिधि अरुण केसीले एउटा पत्रकार सम्मेलनको आयोजना गरेर त्यसमा आपत्ति जनाएको छ। सिराहा 1 नम्बर क्षेत्रबाट सिफारिस हुनुभएको पुरानो नेता नेपाली कांग्रेसको जो जिल्ला सभापतिको लागि उम्मेदवार हुनुहुन्थ्यो, अब गोलबेजारको 14औं जिल्ला अधिवेशनबाट उहाँ चुनिनु भएन। अब यो कुराको धेरै नजाऊ, उहाँ नेपाली कांग्रेसमा जिल्ला नेतृत्वको लागि सदैव आफ्नो उम्मेदवारी अघि सार्दै इच्छा व्यक्त गर्दै आउनुभएको रामसुन्दर चौधरीको नाम सिफारिस भयो। तर तपाईहरुले जिल्ला कार्य समितिले त्यो नामलाई अनुमोदन गर्नु भएन। विधानले के भन्छ, नेपाली कांग्रेसको विधानले जो क्षेत्रीय समितिबाट सिफारिस भएको नामलाई तपाईहरुले जिल्लाबाट पास गरिदिँदा के बिग्रिन्थ्यो? तपाई जस्तो डायनामिक लिडर, स्पष्ट लाइन बोल्ने नेताले किन यस्तो गर्नुभयो? अरे यो प्रश्न सबैले एकदमै व्यग्रताको साथ खोजिरहेको छ। त्यसकारणले आज यो रेडियोमा मैले यो प्रश्न उठाउनु पनि न्यायिक सम्झे। निश्चय नै जीवजी, मलाई लागेको थियो अहिलेको समय सान्दर्भिकमा यो प्रश्न उठ्न सक्छ। त्यसैले मैले विधानको पुस्तिका पनि तपाईको समक्ष लिएर आएको छु र पत्रकार सम्मेलन लाहानमै मैले अपरझट रूपमा पत्रकार सम्मेलन गरेर नामावलीको सार्वजनिकीकरण गरे। त्यसको केही दिन पश्चात तपाईले भने जस्तो हाम्रो साथीहरू नेपाली कांग्रेसका अग्रज नेता अरुण केसी, धर्मदेव यादवजी लगायतका साथीहरूले पनि पत्रकार सम्मेलन गरेको कुरा जानकारी पाए। नेपाली कांग्रेस केन्द्रीय कार्य समितिले 23 गते भित्र क्षेत्रीय समितिको निर्णय भइसक्नु पर्ने, 26 गते भित्र जिल्ला समितिले निर्णय गरेर प्रदेश कार्य समितिलाई बुझाइसक्नु पर्ने प्रावधान अनुरूप नै सबै क्षेत्रले निर्णय गर्यो। रह्यो कुरा 1 नम्बर क्षेत्रको सवालमा, नेपाली कांग्रेसको विधानको धारा 32 को 8 ख बमोजिम यहाँ प्रष्ट लेखिएको छ, जिल्ला कार्य समितिले प्राप्त सिफारिसमा आफ्नो राय समेत उल्लेख गरी प्रदेश कार्य समितिलाई पठाउनेछ र अर्को प्रदेश कार्य समितिले प्राप्त नाममा आफ्नो राय समेत उल्लेख गरी केन्द्रमा पठाउनेछ। राय भनिएको छ, तपाई नामै काट्दिनु भयो नि। अब रह्यो निर्णय, हामीले प्रत्येक निर्वाचन क्षेत्रबाट आएको नामहरूलाई माइन्युट भएको र कोभरिङ लेटरलाई हुबहु प्रदेश कार्य समितिमा फाइलमा पठाएका छौं। रह्यो जिल्ला कार्य समितिको निर्णय, जिल्ला कार्य समितिले निर्णय गर्दै गर्दा 1 नम्बर क्षेत्रबाट लिस्टै छ वर्तमान केन्द्रीय सदस्य पूर्व सांसद श्री पद्मनारायण चौधरीजी र अर्को एकजना हुनहार युवा नेता सञ्जय कुमार यादव जो अहिले लाहान नगर सभापति पनि हुनुहुन्छ, उहाँको नाम हामीले पठाएका छौं। अनि रामसुन्दरजीको नाम किन काट्दिनु भयो? नाम जिल्ला कार्य समितिले निर्णय गर्दाखेरि धेरै पक्षहरूलाई हेर्नुपर्ने हुन्छ। पार्टी भित्रको आन्दोलनलाई हेर्नुपर्ने हुन्छ। यो धेरै 46 सालपछि पनि 62-63 को आन्दोलन भयो, अहिले जेनजी आन्दोलन भयो, मधेस आन्दोलन भए, माओवादी आन्दोलन भए। त्यो सारा कुरालाई विचार गर्दै गर्दाखेरि एकजना हामीले पुरानो पुस्ताका लिएका छौं, त्यो हुनुहुन्छ राम पद्मनारायण चौधरीज्यू, र अर्को नयाँ पुस्तालाई पनि समेट्नु पर्ने जनभावना, युवा भावना,
वर्तमान अवस्थालाई मध्यनजर गर्दै सञ्जय कुमार यादवको हामीले नाम पठाएका छौँ। भनेपछि नयाँ पुस्तालाई समेट्ने क्रममा उहाँको नाम छुट्यो। हजुर। अनि उहाँ जस्तो नेता, म केही नेताहरूको नाम लिन्छु है। नेपाली काङ्ग्रेसमा आज होइन उहिलेदेखि काङ्ग्रेसको झोला बोकेको छ। जस्तो सुकै सङ्कट आयो काङ्ग्रेस बाहेक अरू कुरा बोलेको छैन। त्यो नेतामा मलाई लाग्छ एकजना रामसुन्दर चौधरी पनि पर्छ। आजसम्म उहाँले एकपटक नेपाली काङ्ग्रेसबाट नगर प्रमुखको उम्मेदवार हुनुभयो, त्यस यता उहाँले कहीँ पनि त्यो ठाउँमा जानुभएको छैन। अर्को नाम यही रेडियोमा मैले राजकुमार राउतलाई बोलाएको थिएँ, उसको नाम राजसभामा गयो तर उम्मेदवार बन्न सकेन। यसपालि पनि समानुपातिकमा मेरो नाम हाल दिन्छ भन्ने उहाँलाई आशा थियो, हाल दिनु भएन। अर्को रामदयाल यादव, संविधान सभामा एकपटक उसलाई उम्मेदवार बनायो, जित्न सक्नु भएन। अब समानुपातिकबाट कहिले छिर्छु भन्ने उहाँको एउटा आकांक्षा थियो, आशा थियो, त्यो पनि तपाईहरूले गर्नु भएन। अनि पटक पटक मौका पाउनु भएको चित्रलेखा यादवको बारेमा हेर्नुहोस् है, मेरो भन्दा पनि यो एउटा समूहको आवाज हो। चित्रलेखा यादव अस्ट्रेलियाको राष्ट्रपति हुने, उपसभाप्रमुख पनि हुने, पटक पटक मन्त्री पनि हुनुभयो, सांसद पनि हुनुभयो। उहाँको नाम समानुपातिकमा सिफारिस हुन्छ, रामदयाल यादवको नाम किन सिफारिस हुँदैन? अनि यो पुरानो मानिसहरू जुन प्रत्यक्षतर्फ निर्वाचन जित्न सक्दैन, किनभने एउटा जातीय माहौल, धर्मको माहौल, यो अर्को अहिले जेनजीको विद्रोह छ, त्यस्ता व्यक्तिहरूलाई त समानुपातिकमा पनि सिफारिस गरिदिँदा तपाईँहरूको के बिग्रिन्छ? यो हेर्नुहोस् है, यो प्रश्न चिया पसलमा होस्, सार्वजनिक ठाउँहरूमा होस्, हामीसँग पनि मानिसले गर्नु छ है। तपाईँ पत्रकारहरूले यस्तो प्रश्नहरू उठाइदिनुहोस्, यो आम कार्यकर्ता जनताको प्रश्नमा राख्नु। निश्चय नै जीवजी, हाम्रो पार्टीको केन्द्रीय सर्कुलर आएको थियो, प्रत्यक्षतर्फ 1 महिला अनिवार्य 3 जना र समानुपातिकतर्फ 2 जना 1 महिला अनिवार्य। त्यसैलाई मध्यनजर गर्दै हाम्रो रामसुन्दर दाई आदरणीय नेता हुनुहुन्छ र रह्यो सक्षमको कुरा, प्रत्येक निर्वाचन क्षेत्रमा नेपाली काङ्ग्रेसभित्र निर्वाचन लड्ने यो नाम आएका, चर्चामा आएका मात्र होइन, धेरै साथीहरू हुनुहुन्छ। त्यही परिधिभित्र रहेर जिल्लाले राई आफ्नो प्रदेशलाई पठाउँदै गर्दा 2 जनाको नाम पठाएको हो। रह्यो यहाँ महिला उम्मेदवार कसैको पनि नाम नआएको कारण त्यो रहेन। क्षेत्र नम्बर 2 मा धेरै उम्मेदवारहरू उठ्नुभयो क्षेत्रभित्र, र क्षेत्रले त्यहाँ कुनै उम्मेदवारले उम्मेदवारी फिर्ता, सबै उम्मेदवारले फिर्ता लिएको कारण 3 जनाको नाम रामचन्द्र यादवको प्रत्यक्ष र वर्तमान राजदूत महामहिम चित्रलेखा यादवको नाम समानुपातिकमा आएको छ। त्यसै गरी क्षेत्र नम्बर 3 बाट पनि 2 जना पुरुष हुनुहुन्छ। क्षेत्र नम्बर 3 अनि यो नाम एकै नम्बरबाट सबै तपाईले सुनाइदिनुस् त, धेरै जनाको पनि जिज्ञासा हो कसको नाम सिफारिस प्रत्यक्ष र समानुपातिक तर्फ तपाईहरुले कुन नामहरू सिफारिस गर्नु भएको जिल्लाले? म फेरि एकपटक सुनाइदिन चाहन्छु। 1 नम्बर क्षेत्रको बाट पहिलो नाम श्री पद्मनारायण चौधरी, दोस्रो नाम श्री सञ्जय कुमार यादव जो नगर सभापति हुनुहुन्छ उहाँको प्रत्यक्षतर्फ। अर्को समानुपातिक तर्फ 3 वटा नाम छ। नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष उषा कुमारी राउत, दोस्रोमा नेपाल विद्यार्थी संघको सहमहामन्त्री परमेश्वर शाह र तेस्रो शर्मिला पोखरेल। अनि अर्को कुरा रह्यो राजकुमार राउतको। राजकुमार राउत दाईको नाउँ योभन्दा अगाडि हामीले राष्ट्रिय सभाको लागि प्राथमिकताका साथ पठाएका थियौं, तर त्यहाँ समावेश हुन सक्नु भएन। अर्को रह्यो एकजना धेरै पुरानो रामदयाल यादव, हाम्रो मेरै निर्वाचन क्षेत्रको हुनुहुन्छ, आदरणीय दाई हुनुहुन्छ। उहाँले 2 नम्बर क्षेत्रको प्रतिनिधि सभा क्षेत्रीय समितिको बैठक चल्दै गर्दा आफै उठेर प्रत्यक्षतर्फ उहाँको उम्मेदवारी त्यहाँ परेको थियो, तर उहाँले जम्मै कार्यकर्ताको भावना र इच्छालाई हेरेर उम्मेदवारी स्वयं फिर्ता लिनुभएको अवस्था छ। त्यस कारणले उहाँको नाम परेन। मूल्याङ्कन चाहिँ तपाईहरुले गर्नुभयो, उहाँले स्वयं नै फिर्ता लिदिनु भयो। अब नीतिगत कुराहरू शैलेन्द्रजी म थोरै गरे। नेपाली काङ्ग्रेसले यो वर्तमान अवस्थामा, वर्तमान परिवर्तित परिवेशमा नीतिगत निर्णयहरू फेर्नु पर्यो भने के नीति फेरियो भने मात्रै यो अवस्थामा नेपाली काङ्ग्रेसले आफ्नो जनमत प्राप्त गर्न सक्छ भनेर लागेको छ तपाईहरुलाई। किनभने कुनै पनि दलको नीति, नेतृत्व, संघर्ष, इतिहास धेरै महत्त्व राख्छ। नेपाली काङ्ग्रेसको इतिहास छ। नेपाली काङ्ग्रेसले प्रजातन्त्रको, लोकतन्त्रको लागि संघर्ष गरेको छ, एउटा संघर्षको इतिहास छ। नेपाली काङ्ग्रेसभित्र प्रजातान्त्रिक समाजवादको एउटा धार छ।
त्यो धारमा प्रदीप गिरी हुनुहुन्थ्यो र नेपाली कांग्रेसको पुरानो नीतिले अब काम गर्दैन, नयाँ नीति ल्याउनु पर्छन् भन्ने आवाज हामी धेरै मञ्चहरूमा पनि सुनेका छौँ। यो नीति र नेतृत्वको सन्तुलनको लागि नेपाली कांग्रेसमा फेरि युवा पुस्ताहरू कसरी उठ्दैछ? निश्चय नै जीवजी समय सान्दर्भिक अनुसार सबै कुरा बदल्नु पर्छ। त्यसकारण नेपाली कांग्रेसले पनि आफ्नो नीतिमा आमूल परिवर्तन गर्नुपर्छ। नीति बदल्दै गर्दा त्यो नेतृत्व परिवर्तन कांग्रेसको अब हुने निश्चय नै हो। नेतृत्व कांग्रेसको फेरिन्छ र वास्तवमा देश र जनतालाई सिरोपरि राखेर मलाई चाहिँ के लाग्छ भने यो मुलुकमा सबैभन्दा पहिले कृषिमा आधुनिकीकरण हुनु पर्यो। कृषिमा लागत अनुसारको जुन लागत छ त्यसको अनुसारको नतिजा मूल्यको ग्यारेन्टी राज्यले गर्नु पर्यो। दोस्रो कुरा, कृषकलाई संसारमा भएका महँगा वस्तु जति पनि छ त्यो माटोमै उब्जाउ हुन्छ र हाम्रो मुलुकमा हिमाल, पहाड, मधेस, तराई यस्तो विभिन्न विविधताले भरिएको भूगोल पनि छ, जात जाति पनि छ। त्यसकारण कृषिलाई मैले र अर्को कुरामा अझै एउटा जोड्न चाहन्छु। उद्योग वाणिज्य संघको निर्वाचन हुँदै गर्दा मैले सबै पक्षको व्यापारी साथीहरूलाई, नेतृत्वहरूलाई के भनेको छु भने नेपालमा मलाई लाग्छ सायद दिवसजी यो छ कि छैन त्यति मलाई क्लियर छुइनँ, कृषि औद्योगिक क्षेत्र सिराहा जिल्लामा एउटा स्थापना हुनु पर्यो भनेर म व्यक्तिगत रूपमा अब यस विषयलाई जोडदार रूपमा उठाउनु पर्छ र कृषि औद्योगिक क्षेत्र सिराहा जिल्लामा एउटा स्थापना हुनु पर्यो। अर्को कुरा, लाहानमा खुसीको कुरा छ कि एउटा अड्किएको अस्पतालको जग्गाको निर्णय त्यो समाधान भएको छ। पक्कै नै यसभन्दा अगाडि पनि पटक पटक यो प्रयास हुँदा सार्थकता पाउन सकेन। प्रदीप पौडेलजी स्वास्थ्य मन्त्री हुँदा पनि मैले त्यहाँ कुरा राखेँ, तर बुझ्दै गर्दाखेरि उहाँ भएको कार्यकालको समयसम्म जुन प्रदेशबाट निर्णय भएको फाइल त्यहाँ पुगिएको थिएन। मैले तत्कालीन अध्यक्षज्यूलाई फोन पनि गरेँ तर त्यो सम्भव भएन। अहिले जो लागेर यो कुरालाई सार्थकता दिनुभएको छ। वर्तमान सरकारलाई पनि म यो कुराको लागि धन्यवाद दिँदै, तपाईले एउटा कृषिको कुरा गर्नुभयो, म अलिकति यसमा जिज्ञासा थापेर, यो जिज्ञासा पनि आम सिराहावासी नगरवासीको जिज्ञासा हो। कृषिमा अहिले तपाईँ लाहानको यो तरकारी बजार छ, त्यहाँ बिहान चिया खान सबेरै आउनुहोस्, 3-4 वटा ट्रक भारतीय बजारबाट बिना चेक जाँच, बिना क्वारेन्टाइन चेक जाँच तरकारी आउँछ र त्यो डिस्ट्रिब्युट भइरहेको छ। एउटा कुरा। अर्को कुरा, मैले यही तरकारी उत्पादन गर्ने किसानहरूको बस्तीमा गएर बुझेको छु। तपाईहरु तरकारीतिर किन निराश हुनुभयो? तरकारी खेतीतर्फ किसानहरू भन्छ मल समयमा आउँदैन, बिउ राम्रो आउँदैन, कथम कदाचित महँगो मल महँगो बिउ ल्याएर तरकारी उत्पादन गरियो भने बजारमा यति सस्तो भइदिन्छ, हाम्रो लागत पनि कहिलेकाहीँ आउँदैन भनेपछि किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम छैन। यो कुराहरू किसानको कुरा हो भन्ने। अर्को तपाईले होलसेल जवाब दिनु, उद्योग वाणिज्य संघको कुरा उठाउनु भयो। जिल्ला उद्योग वाणिज्य संघको निर्वाचन छ। यो निर्वाचन त मलाई लाग्छ अलिअलि पेचिलो हुँदै गएको छ कि के भइरहेछ। अलिकति हामीलाई यो निर्वाचन अब फेरि पनि एउटा अदालती उल्झनमा लागेको छ। तथापि यो निकास होला नै। धेरै आवाज उठ्यो जिल्ला उद्योग वाणिज्य संघ लाहानले लाहानको पलायनलाई रोक्नु पर्यो, व्यापार पलायनलाई। लुगा कपडा लोकहामा हैन, किराना सामान लोकहामा, लुगा कपडा गोल बजारमा, रड सिमेन्ट छपराडीमा, अनि लाहानमा के किन्ने? लाहानको बजार उजाड भयो। यो मुद्दाले प्राथमिकता पाउनुपर्छ भन्ने कुराहरू पनि उठिरहेको अवस्था छ। नेपाली कांग्रेसले यो कृषि र उद्योग वाणिज्य संघलाई कसरी लिनु भएको छ? तपाईले नि अलि जिज्ञासा उठाएकोले थप प्रश्न मैले यसमा जोडे। एकदमै निश्चय नै यो ठाउँ पछाडि पर्नुको कारण तपाईले भने जस्तो विभिन्न कुरा लाहान यो पहिले सगरमाथा अञ्चलकै एउटा प्रमुख व्यापारी केन्द्रको रूपमा स्थापित थियो, तर आज सिराहा जिल्लाको पनि प्रमुख व्यापारी केन्द्रको रूपमा लाहान छ कि छैन भन्ने कुरामाथि प्रश्न उठेको छ। वास्तवमा हामी हेर्न सक्छौं, मेरो घर आफै बोर्डरको 1 किलोमिटरको भित्र छ। लाहानबाट
यो सिटी रिक्सामा हजारौं हजार मान्छेहरू पारी हाम्रो छिमेकी मित्र राष्ट्र भारततर्फ गएर क्रय विक्रयहरू गर्नुहुन्छ। यसलाई रोक्नुपर्छ। वास्तवमा यसमा राज्यको नीति कहाँ चुकिरहेको छ त्यसमा गम्भीर समीक्षा हुनुपर्छ। अर्को कुरा, तपाईले कृषिमा वास्तवमा जहाँ जुन ठाउँको कुरा गर्नुभयो, जहाँ तरकारी, म पनि त्यहाँ गइरहेको हुन्छु, हेरिरहेको छु। वास्तवमा किसानहरूले, भारत देशले किसानहरूलाई धेरै कुरामा धेरै नै राहत र सहयोग गरेको छ। म भारत CAA को सहयोगमाको कार्यक्रममा 4-5 ठाउँ गएको छु। त्यहाँ मैले प्रत्यक्ष रूपमा फिल्डमै गएर अनुभूति गर्ने मौका पाएको छु। त्यसकारण हामीले यदि यो नेपालको किसानलाई र कृषिलाई अन्तर्राष्ट्रिय क्षेत्रमा नभनौं, भारत र चीनसित पनि यदि हामीले प्रतिस्पर्धा गर्ने हो भने भारत र चीनले किसानलाई, कृषिलाई दिएको प्रायोरिटीलाई हामीले पनि कायम गर्नुपर्छ, एक कुरा। अर्को रह्यो लाहानको विकासको सवालमा, यसलाई जुन भारत लोखाबाट लाहानसम्मको जुन सडक छ र त्यहाँको भन्सार छ, त्यो भन्सारलाई सर्वप्रथम अपग्रेड गर्नु पर्यो, 1 नम्बर। त्यहाँबाट लाहानसम्मको सडक 4 लेन गर्नु पर्यो, 2। र त्यही सडकलाई यो मध्य पहाडीसित जोडिनु पर्यो, जसले गर्दाखेरि बोर्डर टु पहाड, हिमालसम्म हाम्रो कनेक्टिभिटी बढ्छ। अर्को कुरा, हाम्रै लाहानमा रहेका मुरारका शारदा अर्गनाइजेसनहरूले यहाँ इन्डस्ट्री नगरेर मुलुकको अन्यत्र इन्डस्ट्री गर्नुभएको छ। तर यहाँ भएका उद्योग, सञ्चालित उद्योगहरू पनि बन्द हुनु लाहानको लागि शुभ कुरा होइन। र अर्को कुरा, यो निकै लामो समयदेखि यो जुन हाम्रो पूर्व पश्चिम राजमार्ग छ, ठेका लिएको निर्माण व्यवसायीले पनि समयमा यो हाइवे निर्माण सम्पन्न नगरिदिएको कारण पनि हाम्रो यो हाइवेको समग्र व्यापार व्यवसायमा असर परेको छ। यो हाइवेबाट जाने आउने सम्पूर्ण यात्रुहरूले वैकल्पिक बाटोको प्रयोग गरिरहेको छ। त्यसकारण यो सारा कुराको लागि जसरी हामीले पनि गर्न सकेका छैनौं, सबै पार्टी, सबै वर्ग, मिडियालाई राखेर डिस्कसन गर्नुपर्ने, साथै बजेट भन्दा अगाडि राष्ट्रिय रूपमा जुन दबाब दिनुपर्ने, हामी हेर्छौं अरू अन्य जिल्लाबाट राजनीतिमा प्रतिस्पर्धा हुनु स्वाभाविक हो। नेतृत्वमा शैलेन्द्र यादव आउने कि जीवसजी आउने त्यो स्वाभाविक हो। तर ठाउँको विकास भयो भने, यहाँ आज शिक्षाको विकास भयो भने, स्वास्थ्यको विकास भयो भने त्यसको फाइदा जीवसजीलाई पनि हुन्छ, शैलेन्द्र यादवलाई पनि हुन्छ। अब म एउटा आज तपाईको यो लोकप्रिय सञ्चार माध्यमबाट आज बोल्दै गर्दा के भन्न चाहन्छु भने, म सबै पक्षलाई राखेर अहिले पुस लाग्यो, माघ महिनामा हाम्रो यो अधिवेशनको पनि तिथिमिति सर्ने जस्तो छ। म यो बजेटको प्रारम्भिक चैतमा हाम्रो नेपालको बजेटको ड्राफ्ट धेरै कुरा भइसक्छ, निर्वाचनको पनि कुरा छ। यही सरकारले बजेट ल्याउला। अहिले फागुन 21 गते घोषित निर्वाचन छ। यो घोषित निर्वाचन पनि होला कि नहोला भन्ने व्यापक रूपमा यसको तयारीले हेर्दाखेरि शंका गर्नुपर्ने ठाउँ छ। तर म एउटा डायलोग, सिराहा विकास फोरम, सिराहाको विकासको लागि के चीजहरू चाहिन्छ, म यसको पहल गर्छु। तपाई लगायत सम्पूर्ण सिराहाको सम्पूर्ण विभिन्न क्षेत्रमा रहेका साथीहरूको साथ सहयोगले एउटा बृहत डिस्कसन 1 दिनको हुन्छ कि 2 दिनको हुन्छ, म एउटा सुरुवात गर्छु। शैलेन्द्रजी, अलि तपाईसँग एउटा जिज्ञासा राखे। 3 वटा पक्ष, लोकतन्त्र, गणतन्त्र अथवा परिवर्तन पछि जुन 3 वटा क्षेत्र हामीलाई लाग्छ एकदम पछाडी छ। एउटा कृषक, अर्को शिक्षक र अर्को पत्रकार। म यो 3 अरू क्षेत्र होला, तर यो 3 वटा क्षेत्रमा तपाईलाई किन भने प्रजातन्त्र लोकतन्त्र पछि एउटा पत्रकारिता क्षेत्रलाई जसरी आत्मनिर्भर बनाइनु पर्थ्यो, पत्रकारहरूलाई स्वतन्त्र पत्रकारिताको जुन माहौल बन्नु पर्थ्यो, पत्रकारहरू बाँच्ने जुन एउटा ग्यारेन्टी हुनु पर्थ्यो, त्यो भएन। यतातिर कसैको ध्यान गरेन र चौथो अंग भइरह्यो। अर्को कुरा, किसान, कृषि प्रधान देश हो, म किसानको नेता हुँ, किसानको हक हित म गर्छु, हरेक चुनावमा मुद्दा उठ्यो, तर किसानको समस्या समाधान भएन। र अर्को कुरा, शिक्षा क्षेत्र यति राजनीतिले गिजोलियो, राजनीति प्रभाव पर्यो कि शिक्षा क्षेत्रको अवस्था कस्तो छ सामुदायिक विद्यालयको, हामी तपाईबाट कसैबाट लुकेको छैन। राजनीतिक प्रभाव त्यहाँ पनि देखियो, यतिसम्म कि मासिक तलब पनि आजसम्म यो परिवर्तित अवस्थामा शिक्षकहरूले पाइरहेको अवस्था छैन। भनेपछि
यो 3वटा क्षेत्र फेरि बडा इम्पोर्टेन्ट क्षेत्र हो। अनि यसको लागि नेपाली कांग्रेसले महाधिवेशनमा जाँदै गर्दा, चुनावमा जाँदै गर्दा यो कुराहरूलाई घोषणा पत्रमा समेट्नु पर्यो भने तपाईँ जस्तो नेताहरूले कसरी उठाइदिनुहुन्छ? निश्चय नै जीवजी, हामी यो भूपरिवेष्टित राष्ट्र हौँ, त्यसैले किसान र कृषिलाई मुलुकको प्रमुख, हाम्रो मुलुकको बजेटको हिस्सा अन्य क्षेत्रलाई केही समय थाँती राखेर राष्ट्रिय रूपमा देशभित्रैबाट स्रोत जुटाएर हुन्छ कि वैदेशिक सहयोग लिएर हुन्छ। किसानलाई 10 वर्ष नेपालले, मैले हिजो प्रदेश सभापति प्रदेश मुख्यमन्त्रीज्यूको विभिन्न साथीहरूले बधाई राख्दै गर्दाखेरि त्यहाँ पनि यो कुराहरू उल्लेख गरेको छु। किसानको मुद्दा प्रमुख हाम्रो रहनेछ, यसलाई प्रथम रूपमा लिनुपर्छ। अर्को कुरा शिक्षकको भन्नुभयो। वास्तवमा आज म बिहान मोर्निङ वाकबाट फर्कदै गर्दा चिया पसलमा बस्दाखेरि हाम्रो शिक्षक सरहरू भेट्नुभयो। शिक्षक धेरै किसिमका छ, त्यो नै एउटा वास्तवमा विडम्बना हो। 6, 7, 8 किसिमका शिक्षकहरू हुनुहुन्छ, त्यो मलाई लाग्छ हुनु भएन, धेरै भयो 2 किसिमका शिक्षक हुनुपर्छ। र शिक्षा क्षेत्रको व्यथितिका बारेमा शिक्षा मन्त्री चित्रलेखा यादव हाम्रै क्षेत्रको मन्त्री भनेको हुनुभएको बेलादेखि नै मैले चाहिँ उहाँलाई घचघचाइरहेको छु, भनिरहेको छु। वास्तवमा शिक्षकहरूको तलब हाम्रो देश हुन आर्थिक रूपमा अलि ठिक छैन, तैपनि शिक्षकलाई तलब सबैभन्दा बढी केही न केही हामी प्राथमिकता दिउँ। बढी दिनु त परको कुरा, मासिक पनि दिँदैन। अर्को मासिक, वास्तवमा देशमा तपाईँले अघि नै भन्नुभयो प्रजातन्त्र आयो, लोकतन्त्र आयो, गणतन्त्रसम्म भइसक्यो, तर शिक्षकहरूमा जसरी परिवर्तन हुनुपर्ने शिक्षकको सेवा सुविधा त्यो निश्चय नै भएको छैन, यो स्वीकार्नै पर्छ हामीले। अर्को कुरा स्वतन्त्रता, पत्रकारहरूको स्वतन्त्रताको कुरा छ। पत्रकारको जीवन जिउने गरी आर्थिक व्यवस्थाको कुरा छ। त्यसै गरी मिडिया हाउसहरूको पनि चलाउँदाखेरि त्यहाँ वास्तवमा बिना पैसाको, बिना अर्थले कुनै चिज पनि हामी सञ्चालन गर्न सक्दैनौँ। आज हामी बसिरहेकै मिडिया हाउस चलाउन कस्तो देखियो भने जीवजी, यदि यो मिडियाले स्वतन्त्र, निर्भीक र निष्पक्ष भएर काम गर्छ भने यसलाई बाँच्न गाह्रो छ। त्यस्तै प्रत्येक पत्रकारलाई पनि निर्भीक भएर निष्पक्ष भएर काम गर्छ भने गाह्रो छ। मलाई लाग्छ राष्ट्रिय रूपमा राष्ट्रिय सरकारले यो मिडिया काउन्सिल लगायतका संस्थालाई अझ बढी बलियो बनाएर एउटा बजेट व्यवस्थापन गर्नु, त्यो मिडिया हाउसहरूमा काम गर्ने। आजकल यो व्यक्तिगत रूपमा पनि विभिन्न सञ्चार माध्यम खोल्ने चलन छ। उहाँहरूले बाँच्न पाउने गरी भोलि उहाँहरूलाई केही भयो भने उहाँको सन्ततिले पनि त्यो मेरो घरका मान्छे पत्रकारितामा लागेको कारण उहाँलाई भोलि तलमाथि भएमा त्यसको सम्पूर्ण जिम्मेवारी यस्तो व्यवस्थापन हामीले सुरुमै गरिदिनुपर्छ कि कसैलाई केही भएको खण्डमा, चाहे त्यो व्यक्तिगत पत्रकार होस् कि मिडिया हाउस होस्, उसको आर्थिक पक्षलाई हामीले सबल बनाउने गरी कार्यक्रमहरू, तर्जुमा, योजना बनाउनु पर्छ। अनि यो कुराहरूलाई तपाईँहरू यसपालि महाधिवेशन वा अथवा चुनावी वास्तवमा सिराहा जिल्लाबाट पनि प्रत्येक जिल्लाबाट राय सल्लाहहरू महाधिवेशनमा लिने गरेको चलन र इतिहास छ। त्यसलाई हामीहरूले समेट्छौँ, तपाईँहरूसित फेरि छलफल गर्छौँ। अब तपाईँसँग हाम्रो प्राविधिक मित्रले पनि इसारा गरिराख्नु भएको छ, समय सीमा हुन्छ हाम्रो कार्यक्रमको, अब आउनै लागेका छौँ। एउटा जिज्ञासा तर तपाईँसँग म राख्छु है, फेरि हुन त यो पुरानै प्रश्नहरूसँग पनि जोडिएको छ। दलहरूमा मूल्याङ्कनको पद्धति, मूल्याङ्कन गर्ने सिस्टमको विकास भएन। टिकट कसलाई दिने, पार्टी हाँक्ने नेता कसलाई बनाउने, त्यसको मूल्याङ्कन एउटा भयो भने नि, तपाईँ 1 नम्बरमा, तपाईँ 2 नम्बरमा, तपाईँ 3 नम्बरमा, तपाईँको कामले बोल्छ, यो मूल्याङ्कन रजिस्टरले बोल्छ, त्यो पद्धतिमा कुनै पार्टीमा देखिन। नचिनेको मान्छे, राजनीतिमा कहिले सङ्घर्ष नगरेको मान्छे फ्लाइङ उम्मेदवार भएर कहिले काहीँ आइदिन्छ। नेता, आम जनता छक्क पर्छ, यो के भएको हो भन्ने प्रश्न गर्नु पनि पर्छ। यसैको लागि लोकतन्त्र आएको हो। त्यो मूल्याङ्कनको पद्धतिलाई विकास अहिलेसम्म कुनै दलले गरेको छैन। नेपाली कांग्रेस पुरानो दल किन गर्नुहुन्न तपाईँहरू? निश्चय नै जीवजी, म जुन पार्टीबाट आज यहाँ प्रतिनिधित्व गरेर तपाईँको समक्ष उपस्थित भएको छु, मलाई गौरव लाग्छ कि मैले दल रोज्दै गर्दा राम्रै दल रोजे। किनभने तपाईँ हेर्नुहोस्, नेकपा एमालेमा 3 कार्यकालको लागि केपी ओलीजी आउनुभयो, त्यसमा मेरो आपत्ति होइन। अर्को कुरा,
नेकपा भए तत्कालीन माओवादी विभिन्न नाम बदलदै हाम्रो पार्टीको पनि नाम त्यही छ, अन्य पार्टीको नामहरू पनि हेर्छु प्रत्येक 5 वर्षमा परिवर्तन भइरहेको छ। पार्टीको नाम, झण्डा, चुनाव चिन्ह परिवर्तन हुने, तर नेता परिवर्तन भएको छैन। त्यहाँ प्रचण्ड, पुष्पकमल दाहालजी 40 वर्ष भयो उहाँ हुनुहुन्छ। उपेन्द्र यादव हेर्नुहोस्, मधेसी फोरम भन्ने संस्था खोलेकोदेखि आजसम्म उहाँ नै हुनुहुन्छ। महन्त ठाकुर हेर्नुहोस्। त्यसैले मलाई एउटा गौरव लाग्छ कि हाम्रो पार्टीले यस्तो नीति, कार्यकर्ताले यस्तो चाहना राखेको कारण आज कांग्रेस प्रत्येक 10 वर्षमा कांग्रेसको नेतृत्व स्वतः परिवर्तन भइरहेको छ। त्यसकारण मलाई चाहिँ यो उचित लाग्छ कि नेपाली कांग्रेस नै यो मुलुकलाई यो मुलुकको दिशा र नेतृत्व दिने मूल्याङ्कन गरेछ। मूल्याङ्कन कांग्रेसले नै गर्छ, अझै पनि मूल्याङ्कन पार्दछ। तर जनताले जति चाहेको छ त्यो हामी मूल्याङ्कन भएको भए त केही मान्छेहरू त छुटेका छन्। विरासत छ, इतिहास छ, संघर्ष छ, जीवन जवानी सारा लगानी छ। निश्चय नै मैले एउटा कुरा आज यहाँ भन्नै पर्छ। राष्ट्रिय सभाको पनि उम्मेदवारको सिफारिस हामीसित मागेको कारण हामीले एकजना पुराना नेता बहुदल तत्कालीन पञ्चायती व्यवस्थाका आदरणीय सुरनारायण यादवजीलाई सिफारिस गरेका छौं। त्यसै गरी त्यही वडाका बसन्ती सदाई हुनुहुन्छ, उहाँ हाम्रो पार्टीको जिल्ला कोषाध्यक्ष हुनुहुन्छ र उमेरले उहाँ 31-32 वर्षको हुनुहुन्छ, उहाँलाई पनि गरेका छौं। अर्को एकजना इजहारुल हक र अमेय कुमार यादव। त्यसैले हामीले सबै पुस्ता महिला, पुरुष, दलित, युवालाई जिल्लाले निर्णय गर्दाखेरि यसपटक तपाईहरु तुलना पनि गर्नुस् अन्य पार्टीको र नेपाली कांग्रेसको। पक्कै यसमा दलितलाई, युवालाई, महिलालाई र सबै पुस्तालाई प्रतिनिधित्व गरेर हामीले निर्णय गरेका छौं। अब बहसलाई हामी लम्ब्याउन सक्दैनौँ किनभने समयको अब बाध्यता भयो। कार्यक्रम यहीँनिर समापन गर्ने समय भइसकेको छ, घडीले देखाइसक्यो। अब तपाईलाई अन्तमा म केही प्रश्न त धेरै प्रश्नहरू गर्नु थियो, केही प्रश्न गर्नै छुटाएको छ भने पनि तपाईले त्यो कुरालाई राख्दै वर्तमान समयमा आफ्नो भनाइलाई विराम दिन म आग्रह गर्छु। म के भन्न चाहन्छु भने सिराहा जिल्लाका तमाम जेनजी, युवा लगायत सम्पूर्ण नागरिक वर्गलाई नेपाली कांग्रेसको क्रियाशील सदस्यता प्रत्येक वडामा गइसकेको छ। यदि तपाईहरु यो मुलुक बनाउने अभियानमा नेपाली कांग्रेससित जोडिन चाहनुहुन्छ भने तपाईहरु नेपाली कांग्रेसको प्रत्येक वडामा सम्पर्क गरिदिनुस्, वा तपाईहरुले लिन चाहनुहुन्छ भने नेपाली कांग्रेस सिराहाको सभापति वा सचिवलाई पनि सम्पर्क गरेर कांग्रेसको सदस्यता लिन सक्नुहुन्छ। अब यो मुलुक र जिल्ला हामीले नै परिवर्तन गर्ने हो र अहिले नगरे कहिले गर्ने। त्यसकारण तपाईहरु सबैलाई हाम्रो अभियानमा साथ सहयोग दिन अनुरोध गर्दै हस बिदा हुन्छु। धन्यवाद। जय नेपाल। श्रोतालोगण, आजुक रेडियो सरगम संवाद कार्यक्रम यही जगह समापन करें। समय सीमा भ चुकल है। दोसर मेहमान के संगे अपने सब संगे जुड़बे करब, ई प्रतिबद्धता करत अपने सब रेडियो सरगम सुनैत रहू, झुमैत रहू, सूचना मनोरंजन के स्वाद लैत रहू। सब क्यों के दिन शुभ बीता यह कामना करत संपूर्ण यूनिटी अपने सबसे विदा होई छी। धन्यवाद, नमस्कार, प्रणाम।